हेलो साथीहरु नमस्ते। जति पनि मेरो युट्युब च्यानलमा जोडिएर साथ सपोर्ट दिइराख्नु भएको छ, अझै दिनुहुनेछ भन्ने पूर्ण आशा छ। तपाईहरुको माझमा अब एउटा सानो भिडियो लिएर आउँदै छु। फेरि पनि अब रोल्पाकै लामो पुल झोलङ्गे पुलतिर जाँदै छु। म अहिले चाहिँ बाटोमा छु। यो चाहिँ माडी 5 भाबाङ र माडी 2 घरती गाउँ जोड्ने यहाँनिर बिलिब्रिज पुल बनेको रहेछ। म चाहिँ धेरै वर्षपछि यहाँ आए हैन। यहाँ माडी खोला छ। आजकल हिउँदको समयमा अलि सानो छ, सानो र के भन्नु। अब टर्ने हो भने पार गर्ने हो भने पल्टाउला जस्तो छ। बर्खा झन् धेरै ठुलो हुन्छ। यहाँनिर यति ठुलो राम्रो बिलिब्रिज पुल बनेको रहेछ। यो बाटो म सानो हुँदाखेरि मावला जाँदाखेरि सानोमा टुकु गरेर हिँडेको बाटो हो। त्यही भएर यो बाटोको माया लाग्छ, याद आउँछ, हिँड्न मन लाग्छ। त्यही भएर म आज साथीहरु कोही पनि छैन, तैपनि म एक्लै हिँड्दैछु। आज पैदल यात्रा गरिरहेको छु, हिँडिरहेको छु। सानोमा हिँडेको टुकु गरेर बालापनमा हिँडेको बाटोहरुको मेमोराइज गर्नको लागि आज म जाँदैछु। यहाँनिर यो माडी खोलाको बिचमा रहेको ठुलो ढुङ्गालाई चाहिँ हात्ती ढुङ्गा भन्छ। यो जति ठुलो भल आए पनि यसलाई चाहिँ नागेर जाँदैन, माथि उठ्दैन भन्ने कुरा गर्छ। त्यो कहाँसम्म सत्य होइन। परापूर्व कालदेखि त्यही भन्दै गर्छन् मान्छेहरू, पुरानो मान्छेहरूले। पुल चाहिँ देखियो। अब अझै टाइम लाग्ने भयो। यहाँदेखि जान अझ 15-20 मिनट लाग्छ। बाटो चाहिँ धेरै खराब भएर छ पहिलेको भन्दा। अहिले चाहिँ गाडीको सुविधा भएको कारणले गर्दाखेरि पुल बन्यो। मान्छेहरू हिँड्डुल चाहिँ एकदम कम गर्ने यो बाटो। पहिलेको चाहिँ बजार यताउति जाने मेन बाटो हो यो चाहिँ। अहिले चाहिँ मान्छेको हिँड्डुल कम भएर झारझार त्यता राम्रो छैन रहेछ। एकछिन वेट गरिन्छ, त्यसपछि गइन्छ। यहाँनिर दोभान छ। लघु जलविद्युत आयोजना, यहाँनिर लघु जलविद्युत निकालेको त्यो यहाँनिर छ। लघु जलविद्युत आयोजनाबाट बनेको त्यो बिजुली निकालेको घर त्यहाँनिर छ। अझै धेरै टाढो छ जानलाई, बिचमा बनाइएको छैन। हल्लिने रहेछ, अलि डर जस्तो लाग्दो रहेछ। मलाई चाहिँ त्यस्तो लाग्यो। तपाईहरु पनि घुम्न आउनु होला, कस्तो लाग्छ अनुभव सेयर गर्नु होला। यहाँदेखि तलको भ्यू चाहिँ कस्तो आउँदो रहेछ त। पहिले चाहिँ खासै हल्लिने थिएन रे, अहिले चाहिँ हल्लिने रहेछ। अब चाहिँ म पुग्न लागिसकेँ। जे होस् समय चाहिँ लाग्दो रहेछ। भूगोलमा जानेवाला छु है। ल फाइनली आइपुग्यो। $340.70 मिटर रहेछ।